जिम जान पर्दैन, बडी आफै पनि बदल्न सक्छ। तर तपाईँ र म जस्तो हजारौं मान्छेहरूको समस्या के हो थाहा छ? हेलो साथीहरू, आज हाम्रो डे 35, हामी दुईजना मात्र छौँ। म पनि सोच्थे चेन्ज हुनको लागि मोटिभेसन चाहिन्छ, तर मोटिभेसन 2-3 दिनमै हराएर जान्छ। म अहिले साइक्लिङ गर्छु, वकिङ गर्छु, सिम्पल छ, तर रेगुलर गर्छु। यो जर्नीमा तपाईँको साथमा कोही हुँदैन, न कसैले तपाईँलाई एप्रिसिएट गर्छ। तर म आफूलाई के थाहा छ भने म क्विट गर्दिनँ। पानी पर्यो साथीहरू, पानी पर्यो, पानी छिट्याउनु थाल्यो। नमस्कार, ठिक छ। पहिले म पनि लेजी थिएँ, प्लान धेरै, एक्सन जेरो। तर अहिले प्लान कम छ, एक्सन रेगुलर छ। दुईटा जोडीहरू आउनु हुँदैछ, पानी भित्रै साथी हो। ठोक्छ अगाडिले। कन्सिस्टेन्सी ग्ल्यामरस हुँदैन, बोरिङ नै हुन्छ। तर यही बोरिङ ह्याबिटले नै हाम्रो माइन्डसेट र बडी दुइटैलाई एट्र्याक्टिभ बनाउँछ। साथी हो, पानी पर्यो गाइज। पानीले भिजायो। लागौँ साथी हो, इज्जत धेरै बच्यो साथीहरू, पानीबाट बच्यो। राम्रै पानी पर्दैछ घडीतिर। त्यसैले तपाईँ पनि डिसाइड गर्नु कि आज पनि नगरी बस्ने कि बोरिङ भए पनि स्टार्ट गर्ने। किनकि ट्रुथ के हो भने कन्सिस्टेन्सी एट्र्याक्टिभ हुँदैन, तर कन्सिस्टेन्सीले हाम्रो माइन्ड र बडी दुइटै एट्र्याक्टिभ बनाउँछ। हजुर।